आज म पकाउँदैछु थुक्पा। यो चाहिँ पूर्व स्टाइलको चना मटर आलुको रससँग अनि त्यसपछि चिकन भुटेको र अचार है त। अति दामी भएको थियो। सुरुमा चाहिँ कुकरमा तोरीको तेल हालेर मेथी अनि जिरालाई पड्काउने अनि त्यसपछि अदुवा र लसुनको पेस्ट हालेर यसलाई मजाले रातो हुने गरी भुट्ने है। अनि त्यसपछि प्याज हाल्ने, प्याजलाई एकछिन मिक्स गरेर यसमा बेसार, मसरुम मसला, थोरै चिल्ली पाउडर हालेर अनि यसमा मरिचको धुलो पनि हालेर यसलाई मजाले मिक्स गर्ने एकछिन अनि त्यसपछि आलु एड गरेर यसलाई फेरि पनि मिक्स गरिदिने। त्यसपछि भिजाएर राखेको चना र मटर हाल्ने अनि यसमा नुन, त्यसपछि थोरै मसला अनि थोरै जिराको धुलो हालेर यसलाई एकछिन मजाले मिक्स गर्ने, मसलालाई पनि पकाउने अनि टमाटर हालेर यसलाई फेरि पनि मिक्स गरिदिएर थोरै तातो पानी एड गरेर यसलाई 2-3 सिटी लाउन लागि छोडिदिने। त्यसपछि बलमा चिकन लिने अनि यसमा नुन अनि त्यसपछि डार्क सोया सस, थोरै गार्लिक पाउडर, चिल्ली पाउडर अनि त्यसपछि तेल हालेर यसमा जिराको धुलो हाल्ने अनि मजाले यसलाई म्यारिनेट गरिदिने हैन। अनि त्यसपछि पालो आउँछ मिक्सरमा उसिनेको टमाटर, थोरै नुन, डल्ले खोर्सानी, टिमुरको छोप र अजिना हालेर यसलाई यस्तो अचार बनाउने गैँया पारेर। अनि त्यसपछि अहिलेको चना मटर र आलुको तरकारीमा आलुलाई म्यास गरेर यस्तो गर्ने अनि त्यसपछि चाहे जतिको पानी हालेर यसलाई मजाले उमाल्ने है। मजाले यो रस उमाल्ने अनि त्यसपछि अहिले म्यारिनेट गरेको चिकनलाई मस्तसँगले रातो हुने गरी भुट्ने अनि काटिने चाहिँ खाने।